केही उसले वरदान माग्ने क्रममा गरेको भुललाई चाहिँ अस्त्र बनाएर हे परमात्मा हजुरले चाहिँ माया मनुष्य रूप धारण गरेर जानुहोस्, किनकि उसले बडा बडा देवताहरूलाई पनि आफ्नो बसमा गरेको थियो, कैद गरेर राखेको थियो। कुनै पनि देवताहरूको केही बल रावणको अगाडि चल्दैन थियो। देवतालाई त जितेको मैले, कुन चाहिँ मनुष्यले मलाई मार्न सक्छ र भन्ने उसलाई चाहिँ घमण्ड थियो, एउटा भ्रम थियो। त्यसैले आधार बनाएर परमात्मा स्वयं मनुष्य बनेर आउनुभयो। ठुलो भारको काम छ, प्रभुले हाम्रो लागि ठुलो पीडा उठाउनु भएको छ, कष्ट उठाउनु भएको छ। हाम्रो पनि कर्तव्य बन्दछ कि हामीले पनि प्रभुलाई केही सहायता गरौँ। हुन त सूर्यलाई दीप देखाउनु जस्तो कार्य स्वयं परमात्मालाई हामीले के सघाउने हो र, तर फेरि पनि एउटा कृतज्ञता, प्रभुले हामीलाई उद्धार गर्न खोज्नु भएको छ, हामीलाई रक्षा दिनुभएको छ, संरक्षण दिनुभएको छ, त हामीले पनि प्रभुलाई प्रभुको लीलाको क्रममा, यात्राको क्रममा, प्रभुका दुःख विषमताका घडीहरूमा मनुष्य भएर आएर मनुष्यका जस्ता चाहिँ सामान्य लीला गरेका बेलामा ती असामान्य भगवान् नारायणलाई, ती रामचन्द्रलाई आफ्नो आफ्नो तर्फबाट सक्दो सहायता गर्नुपर्दछ। हे देवता हो, तिमीहरू आफ्नो आफ्नो अंशबाट पृथ्वीमा भगवान् सँगसँगै अवतार धारण गर। कोही वनमा बस्ने भालु बना, कोही बाँदर बना, अनेक अनेक रूपबाट भोलि भगवानले रावण आदि राक्षसहरूलाई मार्नका लागि भगवान अरण्यमा जानुहुनेछ। आफ्ना प्रजाहरूलाई औरस पुत्र जस्तो, आफ्नो सन्ततिलाई जस्तो प्रेम गर्दै, करुणा वात्सल्यताको भाव राख्दै धर्मपूर्वक पृथ्वीमा शासन गर्नुभएका ती अवतारी महात्मा दशरथजी एक दिन अत्यन्त चिन्तित भएर आफ्ना कुलगुरु वशिष्ठजीका सामुमा जानुभयो र गुरुदेवको चरण वन्दना गर्नुभयो। नमस्तस्मै भगवते बोधरूपाय सर्वदा परमानन्दकन्दाय गुरवे अज्ञानध्वंसिने परमानन्दकन्दाय गुरवे अज्ञानध्वंसिने। इस प्रकारले प्रभु परमात्माको भगवत स्वरूप गुरुदेवको चरण वन्दना गरेर दशरथजीले के भन्नुहुन्छ त भन्दा, गुरुदेव हजुरका कृपाले मैले सबै कुरो पाएँ, मसँग सबै कुरा छ, तर पुत्र रूपी सुख मलाई प्राप्त भएन। हजुर त ज्ञान निधि हुनुहुन्छ, नाना प्रकारका शास्त्र धर्महरूको ज्ञान छ हजुरलाई। हजुरका कृपाले मैले निष्कण्टक राज्य गरेको छु आजसम्म हजुरको आशीर्वादको बल प्रभावले। हे करुणा वरुणालय ब्राह्मण देवता, कृपा गरेर हे गुरुदेव मलाई सन्मार्ग प्रदर्शित गर्नुहोस् भन्नुभयो र आफ्ना शिष्यको राजा दशरथको चरण वन्दनाद्वारा, भावस्तुतिद्वारा सन्तुष्ट हुनुभएका वशिष्ठजीले पुत्रेष्टि यज्ञको आदेश गर्नुभयो। भन्नुहुन्छ, श्रृङ्गी ऋषिलाई ल्याएर तिमीले चाहिँ शान्ताका पति, आफ्ना छोरी ज्वाइँ शान्ता दशरथकी छोरी अनि शान्ताका पति श्रृङ्गी ऋषिलाई ल्याएर तिमीले चाहिँ यज्ञ गर। त्यो यज्ञका प्रभावद्वारा भगवान अग्नि नारायण प्रसन्न हुनुहुनेछ र उहाँद्वारा प्रदत्त प्रसादको प्रभावले गर्दा यशस्वी 4 पुत्र तपाईँलाई हुनेछ। हे महाराज, पुत्रेष्टि यज्ञ गर्नुहोस् भनेर वशिष्ठ मुनिले आज्ञा गर्नुभयो र गुरुदेवका वचनलाई शिरोधार्य गर्दै श्रृङ्गी ऋषिलाई निमन्त्रणा गरेर बडो उत्सवपूर्ण तरिकाबाट पुत्रेष्टि यज्ञको चाहिँ थालनी भयो र पूर्ण विधि विधानका साथमा यज्ञलाई अगाडि बढाउँदै जाने क्रममा अन्ततोगत्वा अग्निको ठुलो मुस्लोबाट अग्नि नारायण भगवान चाहिँ प्रकट हुनुभयो। जय बोलौँ अग्नि नारायण भगवानको जय, श्री यज्ञ पुरुष भगवानको जय। अनि यस प्रकारले भगवान अग्निदेव प्रकट भइसकेपछि सुनको थालीमा उहाँले पायस लिएर आउनुभयो, खिर लिएर आउनुभयो र त्यो राजा दशरथलाई प्रदान गर्नुभयो। आफ्नो रानीहरूलाई खुवाऊ, यशस्वी सन्तानको प्राप्ति हुनेछ, देवतुल्य लोकपाल तुल्य त्यस्ता महान सन्तानको तिमी पिता बन्ने छौ भनेर भन्नुभयो। भनिसकेपछि त्यहाँ अब माता कौशल्या अनि कैकेयी माता हुनुहुन्थ्यो। दुवैले आधा आधा भाग राजाले बाँडिदिनु भयो र बाँडिदिइसकेपछि अब ओहो अग्निदेव प्रकट भएर सन्तान प्राप्त हुने
त्यस्तो पायस दिनुभएको छ भन्ने कुरो काहीँ कतैबाट सुनेर हस्याङ फस्याङ दौडिँदै सुमित्रा माता पनि आइपुग्नु भयो र सुमित्रा माता आएको देखिसकेपछि अब कैकेयी र कौशल्या माताले के गर्नुभयो त भन्दा आफ्नो भागबाट आधा भाग छुट्याएर दुवैजनाले एउटा एउटा भाग उहाँको हातमा राखिदिनु भयो। भगवानको त्यो परमतम प्रसादलाई तिनैवटी माताहरूले ग्रहण गर्नुभयो र त्यो ग्रहण गरेका प्रभावले गर्दा 10 मास पूर्ण भइसकेपछि अब भगवानले चाहिँ राजा दशरथका घरलाई पवित्र गर्नका लागि यो धराधामलाई पवित्र गर्नका लागि मर्यादा पुरुषोत्तम श्री रामचन्द्रजी चाहिँ धराधाममा प्रकट हुनुभयो। जय भनौ आनन्द कन्द भगवानको। र आउनुहोस् हामी पनि भगवानको त्यो बाल स्वरूपको झाँकीको दर्शन गरौँ।